नमस्ते सबैजनालाई। नमस्ते, गुड मर्निङ फेफलो। आज हामी मिरिकतिर जाँदैछौँ ओकाइटी। त्यहाँ चाहिँ हाम्रो निचरासिङ पर्यटनमा पनि हामी सँगै हुनुहुन्थ्यो। अहिले हाम्रो सिङ्गो भूतपूर्व सैनिक कल्याण सङ्गठनमा पनि हाम्रो सदस्य हुनुहुन्छ। साथै अब हाम्रो दासिङ मेरो मामा पर्नुहुन्छ है। अन्त उहाँको नानीको बिहे छ नि त, बिहे एटेन्ड गर्न जाँदैछौँ। हाम्रो साथीहरू पनि आउनु हुँदैछ, दाजुभाइहरू भाउजूहरू पनि हुनुहुन्छ है। अन्त अब हिजो हाम्रो विद्या बहिनीको बर्थडे थियो, त्यो पनि मनाएको छौँ है। यसो सानो क्लिप हालेको छु, त्यो पनि हेर्नुहोस् है। अन्त अब अगाडि के हुन्छ कसो हुन्छ हेर्दै जाउँ। अब बेहुला बेहुलीलाई यसो आशीर्वाद दिएर है। हुन्छ। आज चाहिँ हाम्रो यहाँ बहिनीको बर्थडे हो। बर्थडे गर्ल चाहिँ यहाँ छ। यहाँ भनेपछि बिजुलो खान त नपाउने पो रहेछ त। होइन केकको बदली त गर्नु पर्यो नि त हामीलाई पनि फेरि। कसो भाग्य भने खै बिना बहिनीको बर्थडे पार्टी चल्दैछ है। यसरी बडवाइजर नाम दिनु पर्दैन, चिनिहाल्छ बट्टाले नै। यो चाहिँ कुन चाहिँ हो? ए आमाको चाहिँ अब हाम्रो चाहिँ कहाँ छ भनेर सोच्नुहुन्छ होला। अब हामी चाहिँ यहाँ छौँ। डिनर सुरु भयो। आज बिन्दाले मटन बनाएको छ, तन्दुरी रोटी आफै बनाएर। दामी। यहाँ हाम्रो चल्दैछ। खाना त मिठो छ कि तर के अरे पिरो भएको के भरे आज बाटो आज चेन्ज। कुन बाटो हो यो? अब हामी उयो गाडीधुरा पुग्न आँटे है। गाडीधुरा पुग्न आँट्यो। यहाँ पनि बढ्नु आउँदैछ क्या बाटो है। के जाँदो रहेछ कि होइन, रोडमा गर्दैछ। यो बाटो चाहिँ साह्रै राम्रो छैन नि। हुइँ उकालो हुन्छ, माथिबाट आउँदा हुइँ ओह्रालो। सिद्ध अवस्थी हिँड्छ र त फेरि यस्तो बोलाइदिएर पनि। अब चाहिँ हामी दुधै आइपुग्यौँ है। सबैजना यहीँ भेट्ने भनिरहेछ। सायद अरू त आइ पनि सक्नुभयो होला। हामी चाहिँ अलिकति ढिलो भयो। कोही बेला है अलिक ढिलो भइहाल्छ हौ हामी। अनि ढिलो भएको छैन, सँगै हो। सुरेन्द्र आउँदै होला, फिरोज दाजु अलिक अगाडि पुग्नुभयो। अन्त के परे यो चाहिँ अस्ति भत्किएको पुल भत्किएदेखि चाहिँ फेरि मुनिबाट बाइपास बनाएको, किन सबैलाई थाहै छ। धुलो हेर्नु नि, अब धुलोले केही नदेख्ने भएको छ।
पुलको काम त चल्दैछ नयाँ पुलको पनि अहिले त फिलहाल चल्दो मिल्दो यो पुल छ तर बर्खामा त यो पुल पनि जान्छ होला नि है हौ पुल चाहिँ त्यस्तो भएको थियो अरू चाहिँ होइन यहाँ हेर्नुहोस् पाउडर उडेको अहिले चाहिँ हामी दुधे आइपुग्यौँ होइन दुधेदेखि माथि पुल क्रस गरेर यहाँ चाहिँ फिरोजदाहरू आइपुग्नु भएको छ नि त सुदेन दाजु चाहिँ आउनुहुँदैछ है हामी दुईजना चाहिँ जाँदैछौँ फेरि अब भेट्नुको लागि मैले त गाडी माथि राखेँ नि त नमस्ते गुड मर्निङ पैसा दिने ठिक्कै देखेछ आम्मा लु यो दाजु सेलरी त यसरी दिनुहुन्छ हाम्रो त के अरे ठिकै हुनुहुन्छ एकदम होइन हौ यस गुड मर्निङ दाजु भाउजूलाई मिस गऱ्यौँ खै भाउजू भाउजू बिचरा एउटा काममा नानीको एक्जाम घरमा दाजु भयो त छोडिकन आयो क्या खै गुड मर्निङ आराम कुशल है हाम्रो अब त अब चानाहरू खाँदै गर्नुहोस् है म त खाँदै भाउजू किन अगाउँछ होइन नि दुधेको साना दुधेको साना यो दाजु गुड मर्निङ दाजुको एउटा सिगरेट खोलिदिउँ म वेलकम एउटा सिगरेट खोलिदिउँ दाजुको म हेलो भाउजू भाउजू दाजुको सिगरेट एउटा सिगरेट खोलिदिउँ यस्तो ह्यान्डसम यस्तो किन रहेछ भनेर आमा डम्बलहरू त क्या उकालिदिनु डरलाग्दो एक्सर्साइज हुँदो रहेछ नि देखेँ नि आइपुग्नु भयो चुदेन दाजु र भाउजू पनि नमस्कार 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 भाउजू के भयो दिमाग खराब हो भन्नुहुँदैछ दाजुले अब चाहिँ हामी आइपुग्यौँ बिहामा यो चाहिँ ओकाइटी रहेछ यहाँ भाउजू दिदी एकदम रेडी हुनुहुन्छ नयाँ जग्गा है साथमा चाहिँ म पनि छु है हामी तिनजना यसो भेट्ने मौका पाइरहेको छु हाम्रो साथीहरू आउनु पाएन पुरा है मिस गऱ्यौँ लाग्यो योपालि त बहुत ज्यादा हामी भेटिँदैछ है तर है लागिरहेको छ अब छोराहरू बिहा गर्नुपर्छ अनि दाजु पनि भेट भयो यहाँनिर आसै आसै अनि चिन्नुहुन्छ अहिले आउँछु नि म उतै यहाँ हाम्रो आउँदैछ नि त म त चिन्दिनँ कहाँको बढी उसो भने चिन्थेँ यहाँ चाहिँ हाम्रो यता फिरोजदाको मिसेस यहाँ सुरेन्दाको यहाँ चाहिँ तपाईँको बुहारी बुहारी त चिन्नुहुन्छ तपाईँले सिलगढीमा कति लिने हामी 11 बजी आमा आना है आमा आपा बिचमा आपालाई साह्रै उयो बनायो रोगी है ए बिमारीले आपालाई साह्रो बनायो लु धेरै धेरै बधाई छ हाम्रो दाजुलाई बिल्कुल राम्रोसँग बहुत दफा राम्रो गर्नुभयो हामीलाई पनि त्यो भन्दा धेरै ज्यादा खुसी बधाई छ तपाईँलाई यो चाहिँ निमासेको हो निमासेको मलाई चिन्छु नि आगे त बधाई छ है जिन्नु आगे
हुन्छ माथितिर देखिरहेको नि त है भेटिरहेको तेरो क्यामेरा भेट न फोटो खिच्छ न हाम्रो सिङ्गलबाट है भाइकोबाट यो एकदमै बधाई छ 1300 यहाँ एकछिन मान्छे उभिएर होला सबैजना सबै यसो प्रणय चाहिँ उभिउँदै बिलाएर आजङ माथि जाने हामी चिन्नु भएन माथि पुगेर आउँछ नि अन्त हामी पहिला आएर आजङ छ वेलकम गर्नुपर्छ ड्युटी अरे आजङ छ यस बाजु शक्तिमान लिएकिन आएको र हस् हजुर भर्खर आज उतापट्टि बसेको खानापिना सुरु भयो हाम्रो चाहिँ ल आजङ लाग्यो ल अनि म त आफैलाई त भेटिनँ आफैलाई त भेटिनँ अब बिहामा हामीले भेटघाट सकेर अब हामी फर्केको है एकछिन तल शेखर दाइको निस्क्यो भन्दैछ हेरौँ के हुन्छ त्यहाँनिर भ्याइन्छ भ्याइँदैन ल अब हामी चाहिँ कहाँ कहाँ घुम्दै आएको थियो हाम्रो आशिष त घरमा आइपुगे ल है यो त लाने हो नि त हामीलाई दिनु लागेको थियो उसले अब हामी चाहिँ अनिलको घरबाट निस्केर फर्किएको है यहाँबाट चाहिँ अब जाँदैछौँ दामी प्लान्टहरू लगाएको छैन न कस्तो मजाले है निङ्गाले यो चाहिँ मेरिक निङ्गाले हामी कलकत्तामा सँगै बसेको हामी सबै हामी चाहिँ नबसेको थियो त अन्त उनीहरू चाहिँ बाहिर थियो नि त उनीहरू मर्सरी लाइनमा थियो हामी यता भित्र दामी ठाउँ छ नि मजाको यहाँ आशिष तबाट फर्केको ऊ यहाँ फेरि अझै पनि सुन्तला फलिरहेको रहेछ मिरिकमा चाहिँ निङ्गालेतिर हो अब हामी चाहिँ शेखर दाइ घरमा आइपुग्यौँ यहाँ हाम्रो गाइडलाई चाहिँ हाम्रो निर्मल समाउनु भएको छ है यो चाहिँ हो मिरिकमा थाना लाइनदेखि यता माथि डन बस्को स्कुलको छेउमा है हाम्रो शेखर दाजु घर अघि चाहिँ हामी निङ्गाले आशिषतामा पुगेर आयौँ अब यहाँ चाहिँ शेखर दाइकोमा कोसिस चाहिँ गर्नै पर्छ हामीले पनि तपाईँलाई सानो शान्तबाट दिने उयो मात्रै हो हाम्रो शेखर दाइ 211 गोर्खा सिङ्गो चार्ली कम्पनी बिहान बिहान आफै एक्सर्साइज गर्नु क्या बिहान चाहिँ बिहान बिहान
बस्तीमा सुन नलिएर छोड्दैछु हो बिजनमा रेन्टमा छ सिलगढीमा चाहिँ सिलगढीको रेन्टमै छ हामी बस्दैछौँ ल आउनु तिमी यो पनि चाहियो नि त ल नसके ल एकदम जाति हुनुपर्छ म पक्का जाति हुनुपर्छ जाति भइसकेको छ अब एउटा क्लास हो हेर जोशी दाइले पनि राखेको रहेछ एडभर्टाइजको लागि ल आजको सबै भेटघाट सकेर अब हामी फर्किएको है यहाँ हाम्रो ल्याउँछौँ भाइ ल बाई बाई ल भाइ ल भाउजू सुन ल बाई बाई सेउ तिम्रो ल जोशी दा अलि चाहिँ हामी आइपुग्यो यहाँ क्यान्टिनमा है क्यान्टिनको एरियामा अन्त आइसक्रिम किन्न जाँदैछ दामी भएको छ कस्तो मजा देख्दैछ नि यति बेला त हेर्नुहोस् त पानीको फवाराहरू चलेर है उज्याल बाटो दामी झिलिली मजाको बनाएको छ अहिले क्यान्टिनको एरिया पनि खप्रेलमा यहाँ हाम्रो लर्ड बुद्ध अब हामी फर्किएको अब यसरी नै तपाईँहरू सबैबाट बिदा है अब फेरि भेटौँ न अर्को ब्लगमा छिटै आउनेछ अब फेरि छिटै आउनेछ रमाइलो गरौँ ल हुन्छ फेपुलो बाई